सो गुड मर्निङ एभ्रिवान, सबैलाई नमस्कार। धेरै दिनपछिको पानी आएपछि गाउँमा मकै पनि कस्तो राम्रो भएको छ है। म चाहिँ आज नानीको 12को परीक्षा छ, त्यसैको लागि लिएर हिँडेको। अब नानी आउँदैछिन्, म चाहिँ बाइक स्टार्ट गर्दै गर्छु भनेर पुरा होसी जस्तो लागिरहेको। यहाँ त मकै नै यता उम्रेकै रहन्छ त दाइहरूको है। त्यतिबाट आएको कस्तो स्यासे भयो कि आमा। अब मकै हर्लक्कै बढ्छ, मौसम चिसो चिसो छ। हिजो दिउँसोबाट आएको। यता सुस्मिता साउनी हुनुहुन्छ यहाँ घरको। मकै गोड्दिने हो दिदी, आज मकै गोड्ने हो। खै त कोटालो छैन, मकै गोड्ने छ। ए हातले हो ल, हेर्न सक्नुहुन्छ हाम्रो गाउँको दिदीहरूले हातले गोडिदिनुहुन्छ मकै। त्यस्तो हो। के काम भयो त मेरो? मोबाइल निकाल्यो, भिडियो गरायो, त्यही त हो। हाम्रो रबिन सर बल्ल उठ्नु भयो है। माछा खाएको पुरै दाँत माल्थ्यो क्या। ल अब आजको यात्रा चाहिँ अर्थुनतिर हो। हो मामा, के छ हौ? ठिक छ नि? म अर्थुनतिर लिएर कहाँ बेलुकी 11 बजी भ्याइन्छ कि इक्जाम? बेलुकीसम्म हुन्छ र परीक्षा। 6:30 भयो।